पित्तथैलीमा हुने पत्थरीको कारण बुझ्नको लागि हामी सामान्य भाषामा बुझ्दाखेरि 5वटा यफ भनेर बुझ्न सक्छौँ। पहिलो यफ भनेको फिमेल, यो चाहिँ पुरुषहरूको तुलनामा महिलाहरूमा एकदमै बढी कमन हुन्छ। दोस्रो यफ भनेको 40, महिलाहरूमा विशेष गरी 40को उमेरतिर यसको प्रिभेलेन्स एकदमै हाई हुन्छ। थर्ड भनेको फर्टाइल, महिला त्यो पनि धेरै बच्चा पाउने मल्टिप्यारेस, तिनीहरूमा पित्तथैलीको पत्थरी बढी देखिन्छ। अर्को यफ भनेको फ्याट, पातलभन्दा मोटो मान्छेहरूमा, मोटो महिलाहरूमा बढी पित्तथैली पत्थरी हुन्छ। अर्को यफ भनेको फेयर, यो विश्वको भौगोलिक बनावट हेऱ्यो भने, जनसङ्ख्याको वितरण हेऱ्यो भने हामीले के पाउँछौँ भन्दाखेरि कालो मानिसहरू जसलाई ब्ल्याक भनिन्छ त्योभन्दा बढी युरोपियन र अमेरिकनहरूमा चाहिँ यसको प्रिभेलेन्स एकदमै हाई हुन्छ। लगभग विश्वको जनसङ्ख्या हेऱ्यो भने प्रत्येक 100 जनामा 10 जनाको हाराहारीमा पित्तथैलीको पत्थरी रहेको अनुमान लगाउन सकिन्छ।